यो गाडी 23 वर्षका युवा सजाद आलमले बनाएका हुन्। यो पेट्रोल र बिजुली दुवैबाट चलाउन मिल्ने हाइब्रिड गाडी हो। बारा सिमरौनगढ घर भएका आलम काठमाडौँको चाबोहिलमा टोयोटा कम्पनीमा काम गर्छन्। कामकै सिलसिलामा केही वर्ष अघि अलि सानो गाडी बनाएर उनले कुदाएका थिए, तर पछि नेपालमा पेट्रोलको सर्टेज हुन थालेको समाचार आएपछि उनलाई ईबी गाडी बनाउने सोच आयो। त्यसपछि उनले गाडी बनाउन थाले। करिब 1 वर्षको प्रयासमा उनी एक्लैले यसरी गुड्न सकिने गाडी बनाएका हुन्। त्यसो त आवश्यक सामग्री अभावमा उनले गाडीको बाहिरी आवरण बडीलाई भने जस्तो बनाउन सकेनन्, तर मेकानिकल पार्ट्सलाई भने उनले मजबुत बनाएका छन्। यो गाडीलाई उनले काठमाडौँकै सडकमा परीक्षण समेत गरिसकेका छन्। परीक्षणमा गाडी सफल रूपमा गुडेको छ। कुनै त्यस्तो प्राविधिक त्रुटि देखिएको छैन। यो गाडी हाइब्रिड गाडी हो, अर्थात् यसलाई पेट्रोल र बिजुली दुवैबाट चलाउन सकिन्छ। यसको फुल चार्जमा 120 किलोमिटर यात्रा गर्न सकिन्छ। त्यस्तै पेट्रोलबाट भने प्रति लिटर 25 किलोमिटरको माइलेज दिन्छ। यस गाडीको महत्त्वपूर्ण फाइदा भनेको यसलाई ब्याट्रीबाट गुडाएपछि फेरि पेट्रोलबाट गुडाउन मिल्छ र पेट्रोलबाट गुडाउँदा पुनः ब्याट्री चार्ज हुन्छ। यो गाडी बनाउन सजादले 7 लाख खर्चेको बताएका छन्। अहिले उनले आफ्नो बलबुताले जति बनाएका छन् यसलाई पैसा र मेन पावर दुवै थपेर व्यवस्थित रूपमा बनाउन सकियो भने अझै पावरफुल बनाउन सकिने उनी बताउँछन्। यसमा सरकारी तवरबाट पनि सहयोग मिल्छ कि भन्ने अपेक्षामा उनी छन्। त्यस्तै हाल नेपालमा पेट्रोलको खपतको कुरा भइरहँदा इन्जिन गाडीहरूलाई पनि ईभीमा परिवर्तन गरेर हाइब्रिड बनाउन सकिने उनी बताउँछन्।